कुनै पनि देश समृद्ध बन्न त्यो देशमा प्राकृतिक स्रोत साधनको खानी भएर मात्र पुग्दैन। प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी आर्थिक तथा सामाजिक विकासको सम्भावनाको ढोका खोल्न त्यस देशका जनशक्ति पनि दक्ष, सक्षम र आत्मनिर्भर हुनुपर्छ। पौरखी यिनै नायकहरूलाई सम्मान गर्छ जो प्राविधिक तथा व्यावसायिक शिक्षाबाट निपुण भई समृद्ध र आत्मनिर्भर नेपाल निर्माणमा जुटिरहेका छन्। तर यो यात्रा केवल उनीहरूको मात्र होइन। समृद्ध नेपाल निर्माणको यस यात्रामा देशका तीनै तहका सरकार, सङ्घ संस्थाहरू र सरकारवालाहरूको समेत महत्त्वपूर्ण भूमिका रहेको छ। पौरखीले यो सहकार्यलाई वृत्तचित्र र अन्तर्वार्ता मार्फत प्रस्तुत गर्दै हामीलाई हौसला दिन्छ। जब युवाहरू दक्ष बन्छन् र आफ्नो सिप देशको सेवामा लगाउँछन्, देशको शिर गर्वले उठ्छ। आधुनिकता र प्रविधिको दौडमा हाम्रा कतिपय मौलिक सिपहरू ओझेलमा पर्दै गएका छन्, लोप हुने स्थितिमा पुगेका छन् र सङ्कट उन्मुख छन्। यही बेलामा सुदूरपश्चिमको दुर्गम तर सम्भावनाले भरिएको बाजुराको बडीमालिका नगरपालिकाले स्कुले बालबालिकाहरूलाई भेडाको उनबाट राडी पाखी बुन्ने परम्परागत ज्ञानमा आधारित रैथाने सिपको तालिम दिइरहेको छ। तालिममा सहभागी विद्यार्थीहरूले परम्परागत सिपलाई आधुनिक उपकरणहरूसँग जोडेर प्राविधिक सिप मात्र होइन, सांस्कृतिक चेतना समेत प्राप्त गरिरहेका छन्। यो युवा पुस्तामा मूल्यवान सिपको हस्तान्तरण, आत्मनिर्भरता प्रवर्धन र स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको सचेत प्रयास हो। पौरखी श्रृङ्खलाको यस भागमा हामी बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख श्री अमरबहादुर खड्काज्यूसँग कुराकानी गर्छौँ, जसको नेतृत्वले यो दृष्टिकोणलाई मूर्त रूप दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। हामीले अब व्यावसायिक शिक्षा र तालिमको त व्यापक कुरा गर्छौँ, यो चाहिँ देश निर्माणको एउटा मेरुदण्ड हो पनि भनेर हामी भन्छौँ। तर स्थानीय तहमा चाहिँ यसको महत्त्व चाहिँ कति पुगेको छ भन्ने लाग्छ यहाँलाई? जुन लेभलमा महत्त्व पुग्नुपर्ने हो स्थानीय तहमा त्यो अवश्य पनि पुगेको छैन। र स्थानीय तहमा यो व्यावसायिक सिपको हिसाबले हेर्ने हो भने उद्यमशीलतासँग सम्बन्धित, व्यावसायिकसँग सम्बन्धित र सिप हस्तान्तरणसँग सम्बन्धित कुराले गर्दाखेरि नयाँ पुस्तालाई यो महत्त्व, असाध्यै महत्त्वको विषय बनिरहेको छ र हामीले बडीमालिका नगरपालिकाले यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि त्यो काम सुरु गरेका छौँ। यहाँहरूले युवा, महिला र अन्य सीमान्तकृत समुदायलाई पनि यो प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गर्नुपर्छ भनेर केही कार्यक्रमहरू सञ्चालन गर्दै भएको छ? हामीले दुईटा फेजमा, एउटा चाहिँ अब विद्यालय आधारभूत तहकोबाट नै हामीले स्थानीय करिकुलममा परम्परागत सिप, रैथाने सिपलाई कसरी प्रवर्धन गर्न सकिन्छ र हामीले अघिल्लो पुस्ताबाट हामी सिप हस्तान्तरण विद्यार्थीहरूलाई कसरी गर्ने भन्ने कुराहरू एउटा करिकुलममै राखेर त्यसलाई विकास गर्नका लागि हामीले एउटा काम त्यो गरेका छौँ। र अर्को भनेको सीमान्तकृत लगायत महिला, दलित समुदायको क्षमता विकासका लागि उद्यमशीलतासँग कसरी जोड्न सकिन्छ भन्ने हिसाबले चाहिँ रैथाने सिपसँगै स्थानीय स्रोत साधनलाई अधिकतम ढङ्गले प्रयोग गर्नका लागि त्यो माध्यमबाट अगाडि बढिरहेका छौँ। यो रैथाने सिपको पुस्तान्तरणको बारेमा कुराकानी गर्नुभयो होइन? अब अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा त्यसलाई चाहिँ ट्रान्सफर गर्ने भन्ने कुरामा चाहिँ त्यसमा चाहिँ के सिपहरू चाहिँ यहाँले छान्नु भएको छ? हामीले एउटा चाहिँ राडी पाखीको कुरा गरिरहेका छौँ। परम्परागत सिपहरू पनि भुल्दै गइरहेको अवस्थामा चाहिँ, बिर्सिँदै गइरहेको अवस्थामा चाहिँ परम्परागत सिपबाट अहिलेको प्रविधिसँग कसरी जोडियो भन्ने कुराहरू पनि एउटा नलेजको रूपमा, ज्ञानको रूपमा अगाडि बढाउने र ज्ञानलाई सिपसँग कसरी जोड्ने र सिपसँग प्रविधिसँग कसरी जोड्ने, यो चाहिँ स्कुलका विद्यार्थीहरूलाई सिकाइन्छ कि अथवा अरू युवा? अहिले पहिलो वर्ष चाहिँ हामीले 1 महिना +2 र एससी 11 र 12 को विद्यार्थीहरूलाई
1 महिना हामीले परीक्षणको रूपमा करिकुलम बनाइसकेपछि परीक्षणको रूपमा हामीले सुरुवात गऱ्यौँ। आर्थिक वर्षको बिचमा भएको हुनाले अब हामी नयाँ शैक्षिक सत्रबाट चाहिँ कक्षा 4बाट 8 कक्षासम्म अतिरिक्त क्रियाकलापसँग जोडेर प्रत्येक शुक्रबार अभिभावकको सिप विद्यार्थीमा कसरी हस्तान्तरण गर्ने, त्यो हस्तान्तरण गर्दाखेरि चाहिँ सिपलाई अहिलेको प्रविधिसँग कसरी जोड्न सकिन्छ, उद्यमशीलता भनेको के हो, व्यावसायिकता भनेको के हो, त्यो सँगसँगै लगेर एउटा विद्यार्थीलाई अहिलेको परिवेश सुहाउँदो हामीले तपाईँको उत्पादनसँग जोडेर आर्थिक क्रियाकलापसँग जोडेर विद्यार्थीहरूलाई त्यतातिर लैजानुपर्छ भन्ने हिसाबले हामी जोड्न खोजिरहेका छौँ। अर्को महत्त्वपूर्ण कुरा भने चाहिँ जस्तो यहाँहरूले राडीपाखी बुन्ने कुरामा चाहिँ अब सिपको हस्तान्तरण पनि एउटा भयो, प्रविधिको प्रयोग पनि अर्को भयो। सँगसँगै त्यो त संस्कृति पनि हो नि त होइन, त्यसको सांस्कृतिक महत्त्व पनि छ भन्ने बारेमा चाहिँ जो त्यो राडीपाखी बुन्ने तालिम लिन आएका छन् अथवा जसलाई सिकाइन्छ उनीहरू त्यसको बारेमा चाहिँ जानकार छन् कि छैनन्? पहिलो कुरा त राडीपाखी भनेकै के हो भन्ने खालको उहाँहरूलाई अवधारणा नै थिएन। यो राडीपाखी भनेको के रहेछ भने उत्सुकता सँगसँगै हामीले 3-4वटा कुराहरू त्यसमा जोड्यौँ। एउटा संस्कृति जोडेका छौँ, अर्को स्वास्थ्य जोडेका छौँ। अब अहिले हामीले तपाईँको स्वास्थ्य किन जोड्यौँ भन्नुहुन्छ भन्दाखेरि जुन रैथाने जो लोकल मेटेरियलहरू छ त्योबाट उत्पादन भएको जस्तै ऊनबाट उत्पादन भएको चिजहरू लगाउँदाखेरि चिसोबाट बस्ने, अरू हिसाब स्वास्थ्यका हिसाबले विभिन्न छालासँग जोडिएका रोगहरू नलाग्ने, अर्को परम्परागत सिपको कुरा पनि भयो। हामी त्यो मात्रै होइन, राडीपाखी मात्रै होइन, एउटा राडीपाखीबाट सुरु गरेको अभियान अल्लोको रेसादार चिजबाट केही न कपडा बन्न सक्छ, त्यस्तै अन्य केराको बोक्राबाट रेसादार चिजहरू बन्न सक्छ, अन्य कुराहरू पनि त्यत्तिकै जोडिएर रैथाने सिपसँग जोडिएका कुराहरू अगाडि बढ्न सक्छन् भन्ने हिसाबले स्थानीय स्तरमा भएको कुरालाई विद्यार्थीहरूमा त्यो जागरण ल्याइरहेका छन्। त्यो कुरामा चाहिँ उहाँहरू कन्भिन्स हुनुभएको छ। काठमाडौँ विश्वविद्यालय र आइल्याबसँगको सहकार्यले गर्दाखेरि पनि यो हुन्छ नि कोर्समै त्यो चाहिँ इन्टरभेन्ट गर्नुपर्छ भन्ने पनि यहाँले अनुभव प्राप्त भएको कि के हो? अब पहिलो कुरा चाहिँ अब हामीले परम्परागत सिपसँग पनि कसरी जोड्ने भनेर आइल्याबसँग पनि हामीले 6 महिना जति हामीले अभ्यासमा पनि गयौँ र त्यो गर्दाखेरि चाहिँ हामीले स्थानीय कच्चा पदार्थ, स्थानीय स्रोत साधनलाई सिपसँग जोडेर अहिलेको प्रविधिसँग जोडेर कसरी जान सकिन्छ भन्ने हिसाबले शीर्षक राखेका थियौँ राडीपाखी। त्यो राडीपाखीलाई अब हामीले स्थानीय करिकुलमको रूपमा लैजाने र कम्तीमा तपाईँको त्योसँग राडीपाखी मात्रै होइन, अब भोलि कृषि होला, अरू होला, त्यसलाई अतिरिक्त क्रियाकलापको रूपमा लैजानका लागि हामीले त्यो खालको करिकुलममै पाठ्यक्रममै त्यो खालको व्यवस्था गरेका छौँ। अहिले चाहिँ यहाँ राडीपाखी सिलाइ बुनाइको तालिम लिइरहेको छौँ। राडीपाखीको लागि चाहिँ फर्स्टमा अब आफूले ध्यान दिएर सुन्नु पर्यो गराएको कामलाई, अनि जस्तो भन्यो त्यस्तै गरेर जानु पर्यो। अनि फर्स्टमै त त्यति सजिलो हुन्न, गाह्रै हुन्छ। अनि फर्स्टमा सिक्ने बेला अनि पछि पछि गएर आफै सिकिहाल्छ। बडीमालिका नगरपालिकाले अहिले यो परम्परागत यो भेडाको ऊनबाट उत्पादित राडीपाखीहरूलाई चाहिँ प्रवर्धन गर्नुपर्छ, यसलाई चाहिँ एउटा बजारीकरणको कुराहरूलाई चाहिँ ल्याएर बडीमालिका नगरपालिकाका एउटा विद्यालयबाट केही विद्यार्थी 11-12 क्लासमा पढ्ने विद्यार्थीहरूलाई यो सिपलाई चाहिँ यो अब नयाँ जेनेरेसनमा चाहिँ स्थापित गर्नको लागि उहाँले पहल गर्नुभएको छ। पहिला हाम्रो आमाहरूले, सासु आमाहरूले हामीलाई सिकाएको, अनि सासु आमाले सिकाएको हामीले सिक्यौँ। अब हामीहरूले हाम्रो छोराछोरीहरूलाई, हाम्रो भाइ बहिनीहरूलाई, अब हाम्रो बुहारीहरूलाई हामी आफैले अब सिकाउने। पहिला सुरुमा त मेसिन जोड्न सिकाउनुपर्छ, अभन्दा पछि खुट्टा चलाउन, त्यहाँभन्दा पछि माथिको हात चलाउन, अभन्दा पछि बल्ल धागो निस्किन्छ। अब बर्खा सुरुमा हालिदिनु पर्यो, त्यो बुन्ने डोरीहरू च्याटक बनायो, तिनको कम्मरमा हालिदियो, ल अब यसरी यता हाल भनिकन सिकाउनु पर्यो। अनि तिनले अब सोध्छ हामीलाई कसरी हाल्नुपर्छ, यता हाल्ने, उता डोरी हाल्नुपर्छ, यता हाल्नुपर्छ, अनि त्यो मेसहरू उता खोल्नुपर्छ, त्यो हामीले सोध्ने भयो। अनि हामीले यस तरह हाल्नुपर्छ, यसरी हाल्नुपर्छ भनेर अनि
त्यसै हो सिकाउने। यो भेडाको ऊन चाहिँ यो लट्ठीबाट चुड्ने चाहिँ यो धेरै चाहिँ यो समस्या भयो क्या। यसलाई बस दिनभरिमा जस्तै 2-3 केजी मात्र चुड्न सक्छन् भने 4-5 केजी चुड्न सक्छन् भने यो चाहिँ मेसिनबाट चुड्दाखेरि त 1 घन्टामा 20-25 केजी पनि चुड्न सक्छन्। सबभन्दा गाह्रो चाहिँ यो अहिले बुनिरहेको छौँ नि हामी पछाडि हो, त्यसमा धेरै गाह्रो छ। यो त्यो हात चलायो भने खुट्टा नहुने, त्यो के अरे त्यो अर्को माथिको मेसिन बिग्रिरहेको हुन्छ। सजिलो त सजिलो हुन्छ, हाम्रो लागि सजिलो हुन्छ। अब यिनीहरूको लागि त बिस्तारै सिक्दै त माथि सिक्ने हो। तलबाट त पहिला त झ्याप्प त सिकिँदैन नि त। हामीले यो नदेखेको नचिनेको यो के हो भन्ने लाग्थ्यो, त्यो कुराहरू धेरै सिपहरू सिक्यौँ क्या योबाट। अब यो उनीहरू नि हामीलाई के थाहा नि, फर्स्ट दिन त हामीले खुट्टै चलाउन जाने थिएनौँ। पहिले त भेडा थुप्रो पाल्यौँ हजुर। अब 500-400 भेडाहरू थियो। भेडाहरू नपाएर हामी कङ्गाल हुन्थ्यो बेला। यो बडीमालिका नगरपालिकामा मात्रै 490 भन्दा बढी घरधुरी चाहिँ भेडा पालन उस पेसामा संलग्न छन्। अब यो भलङ्गेर बनिकन आजकल आए, पहिलादेखि हाम्रो एक काम्रो लिउ हामी ओर्ने ओछ्याउने पनि त्यही हो। यसको सबभन्दा महत्त्वै भनेको युवाहरूको लागि हो। युवाहरू प्रायःजसो अब धेरै युवाहरू बाहिर जान्छन् नि विदेशतिर। अब हाम्रो नगरपालिकाबाट चाहिँ यसले बाहिर नजाओस्, विदेशतिर गएर दुःख गरेर खान नपरोस्, आफ्नै व्यवसाय गरेर यतै बसोस् भनेर यसको महत्त्व। भोलिका दिनहरूमा पनि त्यही पाठ्यक्रमलाई यो 11-12देखि लिएर 8-9 क्लासदेखि माथि चाहिँ एउटा स्थानीय पाठ्यक्रममा समावेश भएर यसलाई चाहिँ त्यसरी डेभलप गरेर विकास गर्दै जाने हो भने भोलि यो लोप हुँदैन। हाम्रो नयाँ पुस्ताहरूमा पनि यो हस्तान्तरण हुने देखिन्छ। नगरपालिकाका सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ, किनकि हामीलाई यति राम्रो तालिम दिनुभयो। अब 11-12 पढ्दै गर्दा यति राम्रो तालिम सिकेर हामीले पछि के व्यवसाय गरौँ भन्ने आश राख्दछौँ। मैले पछि गएर जागिर खान्छु भन्ने पनि छैन। मैले यही कामलाई लिएर यसलाई उद्योग एउटा राडीपाखी उद्योग भनेर सञ्चालन गरेर जीवन त्यहीँ चलाउन पनि सकिन्छ। यहीँतिर अरू बेरोजगार युवाहरूलाई रोजगार दिन पनि सक्छौँ। मेरो साथ जस्तो अब हामी जहिले पनि स्थानीय सिपको पहिचानको कुराकानी गर्छौँ र तालिमको पनि कुराकानी गर्छौँ होइन। त्यो सिपको पहिचान चाहिँ र तालिमको प्राथमिकता चाहिँ के का आधारमा तय गरिन्छ अथवा कसरी हुन्छ त तय चाहिँ? एउटा त अब आम रूपमा समुदाय स्तरमा र पब्लिक लेभलमा एक खालको उहाँहरूको भोइसबाट पनि हामीले केही कुराहरू हामीले गर्छौँ। अर्को भनेको बजारको आवश्यकता के हो, अहिलेको चलन चल्तीको बजारमा चाहिँ कस्तो खालको सिप चाहिँ प्रयोग हुनसक्छ, त्यसले व्यावसायिकता अँगाल्न सक्छ। दोस्रो कुरा हुन्छ। अर्को पनि विभिन्न अध्ययन अनुसन्धानबाट आएका रिजल्टहरूले पनि त्यसलाई हामीले जोडेर लैजान्छौँ। तेस्रो कुरा स्थानीय कच्चा पदार्थ सँग जोडेर त्यसलाई व्यावसायिकतामा लान सकिने आधार के हुनसक्छ भन्ने कुराबाट प्रेरित भएर नै यी तालिमहरू हामी छनौट गर्ने गरिरहेका छौँ। यो तालिम लिइसकेपछि नि यस्तो होइन, अब उनीहरूले कि त स्वरोजगार हुनु पर्यो अथवा काहीँ न काहीँ रोजगार पाउने ग्यारेन्टी हुनु पर्यो। अब तालिम चाहिँ स्थानीय सरकारले दिने, तर त्यसपछिको भविष्यको चाहिँ ग्यारेन्टी चाहिँ स्थानीय सरकारले नगर्ने भन्ने पनि गुनासो सुनिन्छ नि। यो बडीमालिकाको हकमा चाहिँ के छ मेरो सर? अहिले नेपालकै कन्टेक्स्टमा प्राविधिक शिक्षामा चाहिँ केही न केही रूपान्तरणकारी योजना राज्यले बनाएन भने प्राविधिक धारमा लागेका मान्छेहरूलाई व्यावसायिकतामा जानका लागि, स्थापित हुनका लागि केही समस्याहरू अवश्य पनि छ। तर पनि हामीले के हो भन्दाखेरि स्थानीय स्रोत साधनलाई उद्योग व्यवसायसँग जोडेर उहाँहरूलाई आकर्षण गर्ने खालका नीति कार्यक्रमसँग जोडेर हामीले ल्यायो भने मात्र स्थापित हुन सक्छन्। जस्तै अब कुनै न कुनै हिसाबले तालिम लियो, उसलाई स्थापित गर्नका लागि सफ्ट लोनको कुरा होला, सिपसँगको कुरा होला, प्रविधिको कुरा होला, त्यो खालको र बजारीकरणको कुराहरूसँग हामीले जोडेनौँ भने हामीले त्यसलाई स्थापित गर्न सक्दैनौँ। युवाहरूलाई सिप सिकाउनुपर्छ, उनीहरूलाई सकेसम्म रोजगार दिनुपर्छ, नभए पनि स्वरोजगारतर्फ चाहिँ उन्मुख गराउनुपर्छ भन्ने कुरामा त त्यो सोचमा त कुनै समस्या भएन। तर
त्यसमै युवाहरूको सहभागिता कस्तो छ र चुनौती चाहिँ खासमा के हो? अब यसमा चुनौती एउटा त अब दक्ष जनशक्ति हामीले सोचेको अनुसारको तालिम दिनका लागि दक्ष जनशक्तिको अभाव, एउटा तपाईँको भनेको चाहिँ प्रविधिसँग जोडिएर आउने कुराहरू भयो। तेस्रो हामीले लिएको सिपलाई निरन्तरता कतिको दिइरहेछौँ भन्ने कुराहरूले पनि भर पर्छ। अर्को बजारसँग हामीले कतिको प्रतिस्पर्धा गर्ने सिपहरू ल्याइरहेका छौँ, यी चुनौतीहरू चाहिँ बजारमा देखिन्छन्। तालिम तपाईँहरूले दिनुहुन्छ, त्यो उहाँहरूले तालिम लिनुहुन्छ, त्यो तालिम लिइसकेपछि उहाँहरूले के गर्नुभयो भन्ने बारेमा चाहिँ अनुगमन गर्ने काम चाहिँ यो स्थानीय सरकारको हो कि होइन? कुनै पनि व्यावसायिक तपाईँको एकैचोटि स्थापित हुन सक्दैन, उसलाई विभिन्न जोखिमहरू आएको हुन्छ। त्यो जोखिमसँग नजिक भएर नीतिगत हिसाबले स्थानीय सरकारलाई काम गरेन भने व्यावसायिक स्थापित भएको व्यावसायिक पनि विस्थापित हुनसक्छ। त्यसका लागि हामीले सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। दोस्रो कुरा, अहिले युवाहरूमा समस्या के हो भन्दाखेरि दीर्घकालीन सोच नहुने, तत्काल के गर्दा फाइदा हुन्छ भन्नेतिर युवाहरू लाग्या हुनाले कतिपय यो छोटो अवधिका तालिमदेखि लिएर प्राविधिक धारका लामा तालिमहरूलाई पनि स्थापित गर्नका लागि बजारको सर्वे अनुसारको युवाहरू स्थापित भइरहेका छैनन्। अथवा यस्तो हुन सक्दैन मेरो साहब कि जस्तो बजारले एक खालको जनशक्ति माग गरिरहेछ, हामी तालिम चाहिँ अर्कै दिइरहेको हुनसक्छ कि? हामी कुनै पनि योजनाहरू बनाउँदाखेरि बिना अध्ययन, बिना रिसर्च, तयारी नगरिकन हामीले हचुवाका भरमा योजना बनाउँछौँ र त्यसले दीर्घकालीन हिसाबले साधन स्रोतमा पनि समस्या पार्छ। अर्को, हाम्रो जनशक्तिले जुन खालको तालिम प्राप्त गर्नुपर्ने हो, जुन खालको सिप प्राप्त गर्नुपर्ने हो, त्यो खालको सिप प्राप्त गरिरहेको हुँदैन र उसले दीर्घकालीन हिसाबले आज एउटा तालिम लिया हुन्छ, भोलि व्यवहारिक हिसाबले काम गर्दै जाँदाखेरि अर्को ठाउँमा गएर ठोकिनुपर्छ र ऊ आफ्नो जीविका पार्जन अर्को सिपले गर्छ। त्यसले गर्दाखेरि निरन्तरता सँगसँगै व्यावसायिकतामा हाम्रो समस्या देखिन्छ। अहिले किन मैले यो प्रश्न उठाएको भन्दाखेरि कि मेरो साहब जस्तो अब हामी कहाँ तत्कालै ठुल्ठुला उद्योग कल कारखानाहरू चाहिँ बाजुरामा अथवा बढीमालिकामा आएर सञ्चालन गर्ने अवस्था त छैन। त्यो हुँदाखेरि स्थानीय स्तरमै उहाँहरूले सिकेको सिप र आर्जन गरेको ज्ञानलाई प्रविधिसँग अहिले यहाँले भन्नुभएको जस्तो जोडेर चाहिँ बल्ल त्यसपछि यही रोजगार अथवा स्वरोजगार उत्पादन चाहिँ हुने हो। अब त्यतातर्फ चाहिँ अब अहिले नै हामीले परम्परागत बालीहरूका बारेमा कुराकानी गरेनौँ अथवा हाम्रा चाहिँ कृषि उपजहरूका बारेमा कुराकानी गरेनौँ भने कुनै दिन यो लोप भएर जान्छ, सिप पनि जान्छ, ज्ञान पनि लोप हुन्छ भन्नेमा चाहिँ तपाईँ कतिको सचेत हुनुहुन्छ? एकदमै सचेत छौँ। हामीले यो दुई तिनवटा विषयवस्तु विद्यार्थी युवाहरूदेखि लिएर अभिभावकसम्म जोडेर हामीले एउटा अभियान के गर्यौँ भन्दाखेरि अब बाहिरबाट आउने चिजहरूभन्दा हामीले स्थानीय स्तरको र मेटेरियलबाट चाहिँ हामीले यहीँ उत्पादन गर्नुपर्छ भनेर निगालाको डस्टबिनहरू, डोकोहरू, त्यस्तै अन्य सिपहरू, रैथाने बालीसँग सम्बन्धित खानाका परिकारहरू, कोदोको परिकारहरू, यस्ता कुराहरूमा चाहिँ एउटा एकातिर सिप हामी जोड्यौँ, अर्कोतिर हाम्रो स्थानीय तपाईँको स्रोत साधनलाई प्रयोग गर्ने विधिकोसँग जोड्यौँ र हामीले स्थानीय सरकारले नीति कार्यक्रममै जोडेर यो हामी अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले राखेका छौँ। कृषि उत्पादनको बारेमा कुराकानी गर्दाखेरि उत्पादन भएकै ठाउँमा उपभोग गर्नुपर्छ भन्ने त केही छैन, होइन? अब अहिले पनि त सुदूरपश्चिममा उत्पादन भएका चिजहरू हामीले काठमाडौँ अथवा विदेशसम्म पनि बजारीकरण भइरहेका छन्। अब त्यसलाई चाहिँ हुन्छ नि राम्ररी प्याकेजिङ गर्ने अथवा ब्रान्डिङ गर्ने अथवा प्रविधिको प्रयोग गरेर तिनीहरूलाई चाहिँ पहुँच विस्तार गर्ने बारेमा चाहिँ यहाँको योजना के छ? अहिले हामीले भर्खरै मात्रै त्यहाँ उत्पादन हुने कच्चा पदार्थको बजारीकरण गर्नका लागि जो बाहिर देशभन्दा बाहिर र देशमै पनि मार्केटिङ गरिराख्नु भएको, उत्पादन गरिराख्नु भएको व्यावसायिकसँग हामीले सिप मात्र होइन, बजारीकरणको लागि उहाँहरूसँग सम्झौता गर्ने गरिकन हामीले विभिन्न पकेट क्षेत्रहरू निर्धारण गर्न गइरहेका छौँ। अहिले भर्खरै मात्र एउटा तालिम हामीले सुरु गरेका छौँ। त्यो तालिम भनेको त्यहाँको गेन्टे मुला जस्तै हुन्छ चोतो, त्यसको मस्यौरा बनाउने, पिँडालुको मस्यौरा बनाउने र सागको गुन्द्रुक बनाउने र त्यो उत्पादन भएको चिज हामीले
त्यहाँ कतिको हिसाबले प्रशोधन गर्न सक्छौँ, त्यहाँ स्किल कति हुन्छ। अहिले 60जना महिला दिदीबहिनीहरूलाई तालिम दिने र त्यो तालिमबाट सिकेको अलिकति व्यवस्थित ढङ्गले सिकेको दिदीबहिनीहरूलाई थप क्षमता विकास गरेर कच्चा पदार्थलाई त्यहीँ प्रशोधन गर्ने र प्रशोधन गरेको चिजलाई चाहिँ बजारमा लैजानका लागि हामीले ब्रान्डिङ गर्ने, मार्केटिङ गर्ने गरिकन योजना बनाएका छौँ। यो एउटा पाटो भयो। यस्ता चिजहरू धेरै छन्। हामी सबै कुरा हामी गर्छौँ भन्ने छैन। हामीले कच्चा पदार्थ मात्रै सप्लाई गऱ्यौँ भने पनि त्यहाँको किसानहरूलाई उत्पादनमा जोड्ने र त्यो उत्पादनलाई बजारीकरण गर्नका लागि कुनै न कुनै कम्पनी मार्फत अथवा सहकारी मार्फत बजारीकरण गर्न सक्यौँ भने त्यहाँको आम्दानीसँग जोडिन्छ र उहाँहरूको आय आर्जनसँग जोडिन्छ र केही व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले हामीले लागिरहेको। अब माग रहेछ अनि आपूर्ति गर्नमा चाहिँ किन ढिलाइ त मेयर साहब त्यसमा? यो आपूर्ति कतिपय कुराहरू हामी त्यो विभिन्न अध्ययन अनुसन्धान अथवा हामीले बाजुरा एकदम विकट छ, बाजुराबाट पठाएको चिज काठमाडौँ पुग्दा कति कस्ट लाग्छ, त्यो खालको हामीले कस्ट मिनिमाइज पनि गर्नु पर्यो। ढुवानीका हिसाबले 1000 किलोमिटर बाजुराबाट 1000 किलोमिटर यहाँ आउन लाग्छ। अनि उत्पादन र उत्पादकत्वका हिसाबले कति मात्रामा हामी उत्पादन थोरै गरेर त सम्भव भएन। हामीले त्यसलाई मासमा जानु पर्यो। अर्को कुरा मास मात्रै भएन, त्यसलाई कन्टिन्युटीको पहिलो कुरा हो। हामीले कुनै उत्पादन गऱ्यौँ त्यसको निरन्तरता दिन सकेनौँ भने बजारसँगको लिङ्क चाहिँ हामी भत्किन्छ। त्यसले गर्दाखेरि बजारको विश्वास जित्नका लागि उत्पादन र निरन्तर उत्पादनका लागि हामीले एउटा दीर्घकालीन योजना नबनाइकन सम्भव हुँदैन। त्यसका लागि हामी अहिले विगत लामो समयदेखि म यही क्षेत्रमा लागेको हुनाले हिजो उत्पादनसँग किसानसँग जोडिएको हामीले बजारमा बाजुराको आलु हामीले काठमाडौँ पनि पुर्यायौँ, त्यसलाई निरन्तरता दिन सकेनौँ। बाजुराको उत्पादन अछामसम्म पुर्यायौँ, त्यसलाई निरन्तरता दिन सकेनौँ। त्यो भएको हुनाले अहिले केही किसानहरू उत्पादनमा जोड दिइरहेका छन् तर व्यावसायिक उन्मुख भएका छैन। त्यसले गर्दाखेरि हामी ठुलो प्लटमा सहकारी मोडलमा अथवा समूह मोडलमा पालिकाले पनि लगानी गर्ने र पालिकाले अनुदानमा होइन, अब हामी सेयर लगानीमा प्रफिट सेयरमा चाहिँ हामीले जाँदाखेरि बेनिफिट हुन्छ। नत्र हामीले के हो भन्दाखेरि कसैले अनुदान दिएको भरमा अनुदान आइन्जेलसम्म काम गर्छ, त्यो अनुदान सकियो भने अर्को खालको अनुदान खोज्न आकर्षित हुन्छ र त्यसले व्यावसायिकता धान्दैनन्। के छ त यहाँहरूको आगामी आर्थिक वर्षमा चाहिँ योजना अथवा यस्तो गर्छु भनेर यो प्राविधिक तथा व्यावसायिक शिक्षाको हकमा? अब प्राविधिक तथा व्यावसायिक शिक्षामा चाहिँ अब हामीले कुनै पनि हिसाबले हाम्रो गाउँघरमा भएका युवाहरूलाई कसरी व्यावसायिकतासँग जोड्ने, हाम्रो योजना भनेको कृषि, जडीबुटी लगायतका क्षेत्रहरू सँगसँगै अन्य सिपहरूमा गाउँ टोलदेखि लिएर व्यावसायिक हिसाबले उहाँहरूलाई स्थापित गर्नका लागि एउटा छोटो तालिमदेखि लिएर धेरै अवधिसम्मका लागि तालिम दिएर उहाँहरूलाई स्थापित गर्ने। दोस्रो भनेको उहाँहरूलाई तालिम मात्रै दिएर पुगेन, उहाँहरूलाई सिप सँगसँगै बैङ्क वित्तीय संस्थाहरूसँग लोन, सफ्ट लोनको हिसाबले हामीले कसरी स्थापित गर्न सक्छौँ, त्यो उत्पादन भएको चिजलाई हामीले बजारीकरण कसरी गर्ने, बजारीकरण गर्दाखेरि पनि पहिला ग्रेडिङ गर्नु पर्यो, प्याकेजिङ गर्नु पर्यो र प्रोसेसिङ गरेर मार्केटिङसम्म हामीले बनाइदिएर अगाडि बढ्ने हो भने नीतिगत हिसाबले त्यसरी जाँदाखेरि चाहिँ हाम्रो भएको युवाहरूलाई स्थापित गर्न सकिन्छ र व्यावसायिकतिर अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ र त्यतातिर हामी अलिकति योजनाबद्ध ढङ्गले लाग्नुपर्छ भनेर लागिरहेको छ।